अब यो यहाँ छुछुन्दर र मुसा छ अनि एउटा मुसाको बच्चा पनि छ सानो, 2-3टा बच्चा रहेछ। यहीको चक्करमा यहाँ कोब्रा पनि आउन सक्छ होला, त्यसैले म यसलाई रेस्क्यु गर्छु। ट्राई गरौँ। Let's go. मुसा भित्र त्यसमा खसेर अनि सायद प्रेग्नेन्ट थियो अनि भित्र चाहिँ बच्चा दिएर रहेछ 2टा। अब त्यहाँ त्यो बच्चा देखेर छुछुन्दर भन्ने जीव पनि त्यहाँ जम्प हान्यो होला अनि यसले खाइरहेको छ बच्चालाई। यसलाई रेस्क्यु त गर्नु पर्यो। म दिमाग लगाइरहेको छु है, कहीँ भयो भने भयो। उसको बच्चालाई बचाउन सक्यो भने त यति राम्रो हुन्छ है। यसलाई छुछुन्दरलाई पनि छुछुन्दर नाम रहेछ, लक्षण पनि छुछुन्दरको खराब रहेछ। साले टुटिया छुछुन्दर छुछुन्दर खेलामा चाहिँ पर्यो। ल छुछुन्दर चाहिँ यो पाइपभित्र पस्यो है। छुछुन्दरलाई चाहिँ मैले यो पाइपभित्र राखिसकेँ। अहिले तान्न त हल्का अप्ठ्यारो हुन्छ। पहिला म मुसालाई रेस्क्यु गर्छु अनि उसको बच्चालाई, अनि त्यसपछि चाहिँ त्यो छुछुन्दरलाई म बाहिर निकाल्छु। ए मुसा राजा गणेश भगवान बस्यो यार यसमा। आऊ यसमा हो, ल ल आऊ त, ल यसमा आऊ। बाल्टिनमा हो क्या, बाल्टिनमा। ल ओ ल मुसा त भाग्यो आफ्नो बच्चा छोडेर। अब यो बच्चाहरूलाई म कसरी बचाऊ, ट्राई चाहिँ गर्छु है। त्यही पनि एउटा बच्चा त खाइसक्यो यो छुछुन्दरले, अब एउटा चाहिँ छ त्यो पनि मरिसक्यो कि के, त्यो पनि म कोसिस चाहिँ गर्छु है। साला यो छुछुन्दर चाहिँ यही भित्र छ। एउटा लामो त मैले स्टिक बनाएँ यहाँ जोडेर। अब ट्राई गरौँ त्यो बच्चा उसको। त्यो मम्मी मुसो पनि ओ यहाँ हेर्नु, एउटा त माथि नै रहेछ। बच्चाहरू पनि लड्या छ कि के, त्यसमा खस्या छ सायद बच्चाहरू। यहाँ रहेछ हेर्नु, कमिलाले खाइसकेको। हेट आई थट कि यार भित्र बच्चा जन्मा रहेछ, तर त यहाँ माथि पनि एउटा छ त। फेरि के स्टोरी भयो यहाँ, बुझ्नै गाह्रो। यो बच्चा जिउँदो छ कि के। ल हेर्नुहोस्, जिउँदै रहेछ है। ओहो बेचारा, उसको मम्मी नजिकमा छोडिदिन्छु है, यहीँ कहीँ होला सायद। म अहिले यहाँ राख्छु, म एकछिनमा यसलाई हेर्छु। अब यो छुछुन्दरको पालो, यसलाई छुछुन्दरलाई त बचाउन मनै लागिरहेको छैन। कसरी मुसाको बच्चा खाइदियो यार। एउटा यहाँ छ, यो त मरिसक्यो। यसलाई त गाड्नु कि कसो गाडिदिन्छु भने। नुन छैन, नत्र यहाँ नुन हालेर गाड्नु पर्छ।
मसँग ल्याइहाल्नु भएन ल भगवान् उसको आत्माको शान्ति दियोस् यो मुसालाई चाहिँ के गरौँ म यो मुसा होइन छुछुन्दरलाई अब चाहिँ म यसलाई छोड्छु यहाँ ल छुछुन्दर कहीँको साले चुतिया फेरि त्यो बच्चामा यसलाई माथि ल्यायो भने फेरि बच्चा खाइदियो भने बच्चा खाइदियो भने फेरि गाह्रो हुन्छ उसको मम्मी नलगुन्जेलसम्म यो छुछुन्दरलाई म यहीँ छोड्छु अनि लास्टमा चाहिँ यसलाई पनि बचाउँछु म अहिले चाहिँ म यहीँ छोडिदिन्छु यसलाई बिचरा यो त कति क्युट छ ले मुन्ना तेरी मलाई म कहाँ राखौँ यार कमिलाले पनि टोकिरहेछ यहाँ सानोटा कमिला छ यो त कमिला कसरी जोडले त्यो गरेको थियो बिचरा सानो उमेरमा कति दुःख पाउला हेर त कति क्युट ओले मलाई त एनिमलको बारेमा त्यति धेरै नलेज छैन यसलाई के गर्ने हो यो खान्छ कि खाँदैन केही उसको मम्मी पनि टाप भइहाल्यो ल म के गरौँ अब कहाँ राखौँ म कपडामा बेरेर राखौँ यहाँ छोड्न पनि मिल्दैन 3टा बच्चा थियो सायद एउटा त बाहिरै कमिलाले खाइरहेको थियो त्यो मरिसकेको छ अनि एउटालाई चाहिँ त्यो चुहा के भन्छ त्यो छुछुन्दर उसले त खाइसक्यो एउटाले आधा बाजे बाँकी थियो टुक्रा त्यो खाइरहेछ त्यही भित्र अब त्यसलाई त बचाउनै सकिन अनि एउटा चाहिँ यहाँ छ अहिले के गरौँ भइरहेछ मलाई आइडिया छैन यो सबको अहिले तत्काल म कहाँ राखिदिउँ यसमा राख्छु म तत्काल यसमा राखेर अनि म त्यहाँ माथि राख्छु आइज बाबु अल्लाह आइज छुछुन्दर अब तेरो पालो मलाई पनि बचाइदिउँ ल पस रे यहाँ बचाएर छु रे आराम यसमा के सुन्दर छ पस्यो यहाँ भित्र ल अब त केही छैन यहाँ इँटा पनि कसले झारेको छ अरू त छैन नि छैन अब गनाइरहेको छ पुरै भित्र टोइलेट गरिरहेको छ सायद यो छुछुन्दरले एउटा भ्यागुता पनि छ भ्यागुतालाई पनि बचाउँ कुगेका ब्याग यसलाई सकिन्छ र ए त्यो त वालमै चलिरहेछ त भ्यागुतो निस्किहाल्छ कि भ्यागुतो पानीकै जीव हो नि अनि यसमा पानी भर्यो भने निस्किहाल्छ बर्सातको पानी त्यसमा जम्मा हुन्छ क्या आजकल ढक्कन लगाएको छैन अनि यो अहिले वासरुम स्टार्ट पनि भएको छैन युजमा आएको छैन त्यसैले पानी त्यसमा जमिरहेको हुन्छ निस्किहाल्छ भ्यागुतोको लागि पिरिरहनु पर्छ म सक्दिनँ होला म यसको लाइफबाट अझै म रिक्स लिइरहेको छु म सक्दिनँ म उसको मम्मीलाई खोज्न जान्छु अघि यसमै पस्याएको थियो क्या त्यो निस्किँदैन उता चाहिँ फेरि त्यो छुछुन्दर छ निस्कियो भने त
काम बनिहाल्छ यार यो आफ्नो बच्चालाई हलिरहेछ क्या यो बच्चा मतलब जिउँदैछ बडी हल्लाइरहेछ त्यो भेटिने नै होइन अब उसलाई थाहै छैन उसको बच्चालाई मैले रेस्क्यु गरिसकेको छु 360 ल मैले यही भित्र राखेर यहीँ राखिदिन्छु म ल उसको मम्मी यहीँबाट लिएर जान्छ यार यो बच्चा त मरिसक्यो यार केही रिस्पोन्स दिइरहेको छैन त एट्याक्ट गरेछ क्या त्यो चुहाले यहाँ हेर्नु न सायद यहाँ हेर्नु दुलो छ यहाँ त्यो छुछुन्दरले त्यो चोटै सायद त्यो एट्याक्ट गरेको हुन्छ नि दुखिरहेको हुन्छ त बर्दाश्त सायद गर्न सकेन बिचारा त्यसको पनि आत्माको शान्ति मिलोस् भेरी स्याड इन्डिङ भयो त भिडियोको मैले कोसिस गरेकै हो अब के गर्नु